टसिदेलेक नमस्कार टिबेट को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम्परा दलाईलामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लिडो सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम्परा दलाईलामा ज्यूले महापण्डित अतिशाद्वारा रचिएको बोधि प्रथा प्रतिबम्बबारे प्रवचन। तेङ्डो गुम्बामा भएको दमनपछि 4 तिब्बती भिक्षुहरूलाई असाधारण कठोर सजाय। अमेरिकी सेनेटले राज्य सुरक्षा विभाग, नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार राज्य ब्युरोको सेक्रेटरीका लागि उज्रा जियाको पुष्टि। प्रतिनिधि मोडुप छिरिङले वाशिंटन डीसीमा 2022 बेजिङ नरसंहार खेल रोक्नुहोस् रैलीमा सहभागिता। प्रतिनिधि टसी फुन्चोकद्वारा योन्टेन लिङमा भ्रमण, पत्रकार गिजेल नाथसँग भेट। अब समाचार विस्तारमा। यस हप्ता मंगलबार र बुधबारको दिन परम्परा दलाईलामा ज्यूले लद्दाख बौद्ध संघ, लद्दाख गोम्बा एसोसिएसन र ठिक्से रिम्बुछेको अनुरोधमा महापण्डित अतिशाद्वारा रचित बोधि प्रथा प्रतिबम्बबारे 2 दिने शिक्षा दिनुभयो। बौद्ध धर्म भएक अन्य धर्मका अनुयायीहरूमा पनि उहाँको लोकप्रियता बढ्नुको कारण सोध्दा परम्परा ज्यूले यो सायद स्वच्छ हृदयको महत्त्वबारे कुरा गरेको हुन सकिन्छ भन्नुभयो। ह्युमन राइट्स वाचले जारी गरेको प्रतिवेदनका अनुसार गत वर्ष तेङ्डो गुम्बामा चीनले गरेको कारबाहीपछि 4 तिब्बती भिक्षुहरूलाई असाधारण कठोर सजाय दिएको छ। 46 वर्षीय भिक्षु र तेङ्डो गुम्बाका प्रमुख छोग्येल वाङपोले ल्हासाको एउटा क्याफेमा आफ्नो सेलफोन छोडेका थिए। सो सेलफोनबाट 2015 भूकम्पबाट भएको क्षतिको लागि नेपालमा बसोबास गरिरहेका तिब्बतीहरूलाई आर्थिक सहयोग पठाएको पत्ता लगाएको थियो। ल्हासामा भएका चिनिया अधिकारीहरूले उक्त कार्यलाई गैर कानुनी माने र छोग्येललाई कुटपिट र सोधपुछको सामना गर्नु परेको थियो र अब उनलाई 20 वर्ष जेल सजाय सुनाएको छ र साथै 43 वर्षीय लोप्सन जिम्बालाई 19 वर्षको जेल, 64 वर्षीय नुर्बु थुन्डुपलाई 17 वर्ष र 36 वर्षीय ngawang येसेलाई 5 वर्षको जेल सजाय सुनाएको छ। यस हप्ता मंगलबार अमेरिकी सिनेटले राज्य ब्युरो अन्तर्गत नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकारका लागि अमेरिकी कूटनीतिज्ञ उज्रा जियाको नियुक्तिलाई पुष्टि गरेको छ। विगतका वर्षहरूमा नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार राज्य ब्युरोको सचिवले एकसाथ तिब्बती मुद्दाहरूको लागि विशेष संयोजकको रूपमा काम गरेका थिए। जियाले अप्रिलमा आफ्नो नामाङ्कन सुनवाईको समयमा चिनिया सरकारले तिब्बती, इसाई र अन्य जातीय अल्पसंख्यकहरूलाई दमन गरिरहेको छ भन्नुभएको थियो। उनले चिनिया अधिकारीहरूसँग काम गर्दा असन्तोष भएको अनुभवलाई उल्लेख गर्दै चीनद्वारा अहिलेको युगुर समूहको विरुद्ध नरसंहारबारे उल्लेख गर्नुभएको थियो। उनले काङ्ग्रेसल उपकरणहरू जस्तै ग्लोबल म्याग्निस्की कानुन र युगुर मानव अधिकार ऐन प्रयोग गर्ने इच्छा व्यक्त गरेकी थिइन्। तिब्बत दूतावास कार्यालय डीसीका प्रतिनिधि मोडुप छिरिङले 2022 बेजिङ नरसंहार खेल रोक्नुहोस् रैलीमा भाग लिनुभएको थियो। प्रतिनिधि मोडुप छिरिङले यदि चीनले अन्तर्राष्ट्रिय समुदायको सदस्य हुन पाउने सुअवसर पायो भने यसले अन्तर्राष्ट्रिय नियम र मान्यतालाई पनि मान्नै पर्छ भन्नुभयो। Decapitation of basic human rights in Tibet, Hong Kong, and southern Mongolia. Look at their constant threat to Taiwan and India. More can be endangered if the CCP belligerence is not stopped. The 2022 Winter Olympics is a moment in history, and the international community must make China stop this egregious act. प्रतिनिधि टसी फुन्चोकले बेल्जियमको तिब्बती बौद्ध केन्द्र योन्टेन लिङको भ्रमण गरी गत साता शुक्रबार पत्रकार सुश्री जिनेल नाथसँग भेट्नु भएको थियो। प्रतिनिधि फुन्चोक र सुश्री नाथले परम्परा दलाईलामा ज्यूको 4 प्रतिबद्धताहरूबारे छलफल गर्दै नालन्दा परम्परालाई पुनर्जीवित गर्ने परम्परा ज्यूको प्रयासहरूले प्रकाश पर्नुभयो। तिनीहरूले निर्वासनमा रहेको तिब्बती प्रशासन र मध्यमार्ग अवधारणाको बारेमा छलफल गर्नुभएको थियो। हस्त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टसिदेलेक नमस्ते।